यस्तै गरी आज म एसेम्बली ल्याङ्ग्वेजमा ट्याक्कै चाहिँ कुनै फाइल कसरी रिड गर्ने, जस्तै कि हामीले हाई लेभल ल्याङ्ग्वेजमा पाइथनमा विथ ओपन फाइलको नेम एज अब रिड गर्ने कि राइट गर्ने आर कि डब्लु होइन त्यो छिटेर एज फाइल नेम गरेर एउटा भेरिएबलमा स्टोर गरेर एउटा कुनै फाइललाई रिड गर्थ्यौँ। त्यस्तरी नै अब लो लेभल ल्याङ्ग्वेजमा एसेम्बलीमा चाहिँ कसरी गर्ने भनेर चाहिँ अब सानो डेमो चाहिँ होइन अब गरेर देखाउँछु मैले होइन। जस्तै कि अब एउटा सेक्सन क्रिएट गरौँ डाटाको लागि। ल सपोज मैले फाइल नेमै राखिदिएँ होइन, यही युज गरिरहेको हुन्छ जता पनि। मैले एउटा क्रिएट चाहिँ गरेको छु। ल जस्तै मैले एउटा नाम राखेको छु क्षितिज जे, जस्तै यहाँ जे राख्दा नि भयो। ल मैले यहाँ काल राखिदिएँ, भैरव राखेको छु, ठिक छ। फाइल नेम डिबी सेम राखौँ है त। फाइल नेममा मैले त्यो स्टोर गरेको छु रेकर्ड डट टिएटी भनेर राखेँ होइन, कमा जिरो मैले अन्तिममा किन राखेँ भन्दाखेरि चाहिँ त्यसको फाइलको अन्तिममा चाहिँ जस्तै कि सीमा अन्तिममा हामी रिटर्न जिरो गर्छौँ नि, अन्तिममा जिरो बसोस् भनेर त्यो प्रिन्ट गरोस् भनेर हो। यो एसेम्बलीको पनि जेरोले चाहिँ अन्तिममा के इन्डिकेट गर्छ भने त्यहाँ चाहिँ लाइन ब्रेक अब यहाँदेखि उता चाहिँ छैन है भनेर चाहिँ एउटा फाइनल टर्मिनल दिएको क्या, जस्तै नल टर्मिनल भने जस्तै भयो जिरो चाहिँ। अब सेक्सन डट बिएसएसमा चाहिँ ल मैले यहाँ बुफर भनेर रेकर्ड गरिरहेको छु होइन, एआईले आरइएसपी रिजर्भ गरेँ 16 बाइटको एउटा बुफर, एउटा कुनै भेरिएबल। मैले बुफरको ठाउँमा रिजल्ट राख्दा पनि हुन्थ्यो, तर बुफर अलिकति प्रोग्रामिङ वर्ड हो नि त, त्यसैले बुफर राखेँ होइन। अब सेक्सन डट टिएक्सटी यसरी नै येलो बियर ग्लोबल एसटिआरटी स्टार्ट भयो। यहाँ मैले सेमिकोलन लाउनु पर्ने, यस्तै मुभ। कुनै कुरालाई मैले रिड गर्न मन लाग्यो, आरएक्सले चाहिँ के गर्छ, आरएक्स भन्ने एउटा रजिस्टर हो जसमा चाहिँ टु मैले मुभ गराएँ भने चाहिँ टु भनेको चाहिँ रिड ओपन, कुनै फाइल ओपन गर। कुन फाइल ओपन गर, यो फाइल ओपन गर। वेयर डाटा, कुन कहाँ छ त्यो डाटा, जेरो। अनि मैले सिस्टमलाई कर्नलमा कल गराएँ। अब यो एउटालाई यो आरएक्समा आएको भ्यालु चाहिँ मैले R12मा राख्थेँ। R12 R15सम्म रजिस्टर हुन्छ, जस्तै R8 R9 R10 गरेर डट R15 जम्प गराइदिए, जम्प रिड डाटा हो, यहाँ अन्डरस्कोर लाउनु पर्थ्यो होइन। जम्प भनेको चाहिँ कस्तो भन्ने चाहिँ जस्तै कि कुनै अब जस्तै प्रोग्रामिङ ल्याङ्ग्वेजमा हामीले एउटा फङ्सनबाट अर्को फङ्सन कल गरे जस्तो कि यो चाहिँ फङ्सनलाई मैले कल गरे जस्तो भयो, एउटा रिड डाटा भन्ने फङ्सनलाई मैले कल गरे जस्तो भयो। जस्तै मुभ अब आरएक्सलाई जिरो राखेँ, जिरो भनेको चाहिँ अब त्यो रिड गर्दैछ, त्यो फाइललाई मैले रिड गर्दैछु। कुन फाइललाई रिड गर्दैछु भने अघि R12मा मैले स्टोर गराएको थिएँ नि त आरएक्सलाई, त्यसलाई नै। त्यो कति बाइटको छ, कहाँ गरेर गर्ने, आरडिएक्स मुभ आरडिएक्स 16 बिट्स एसवाइएस एएलएल भनेपछि मैले 2ले ओपन गरेँ, 0ले रिड गरेँ। अब त्यसलाई राइट गर्नु पर्यो, मैले यसलाई राइट यो भेरिएबलमा चाहिँ यो रिजर्भ गरेको यो 16 बिटमा चाहिँ मैले चाहिँ यहाँ भएको रेकर्ड, यो रेकर्डमा भएको जति छ नि फाइलको नेम हो त्यसलाई चाहिँ मैले यसमा गएर स्टोर गर्न खोजेको होइन। यसमा जस्तै मैले मुभ आरएक्समा 1 दिएँ, मुभ आरडिआईमा 1 दिएँ, मुभ आरएसआईमा बुफर जुन भेरिएबलको नाम रिजर्भ गरेको वर्ड कति बिटको छ, 16 बिटको छ। एसआइएस एएलएल कर्नललाई कल गरेँ। फाइनल्ली म एक्जिक्युट गरेँ। ओहो आरएक्स
यो अपरेटिङ सिस्टम हेरी हुन्छ है। यो चाहिँ मैले लिनक्सको 64 बिटमा हानिरहेको छु। 32 बिटमा EAX युज हुन्छ। त्यसरी नै डिएल हुन्छ। त्यो बिट अनुसारको रजिस्टरको नाम चाहिँ फरक छ क्या। आरएक्स भनेको 64लाई हो भने 32लाई मैले भने EAX हुन्छ। जस्तो त्योभन्दा तललाई डिएल हो, त्योभन्दा तललाई डिएच हो। अब अहिले प्रायः जस्तो सबै डिभाइसहरू 64 अझै त्योभन्दा एडभान्स आइरहेको छ। त्यही अनुसारको कोडहरू पनि अपडेट भइरहेको छ। SYSCALL कल म चाहिँ यो रन गराउँछु है त। जस्तै आरएसएन नासिम FELF 64। यो नासिम भनेको चाहिँ यसलाई रन गराउने कम्पाइलर हो है, एसेम्बली ल्याङ्ग्वेजको। यसको नाम मैले के राखिदिएको छु, sep.asm आउटपुट SELF sep.o LD SELF sep.o SELF sep। यहाँ सेल्फको ठाउँमा जे राख्दा पनि हुन्छ, काले राख्दा पनि हुन्छ। मैले सेल्फ राखिदिएँ। सेल्फ ओहो रिड गरेँ कहाँ हिरो फाइलको नाम त ठिक छैन होइन। रेकर्ड कमा 0 फाइल त ठिकै छ त। कहाँ हिरो भयो त भन्दाखेरि RX2 ओपन भएको छ। RDI ओहो सरी RSI लेख्नु भनेको मैले फाइलको लोकेसनमा RDI हाल्दैछु। फेरि एकचोटि रन गरौँ है त है। किन दिएन RSI फाइलको लोकेसन? म के गर्दै रहेछु यहाँ चाहिँ यस्तो गर्नु पनि उल्टो लेखिरहेको। म बुझाउँछु। यो भयो फाइल आयो होइन त। कहाँ भैरव किन RAB आएन भन्दाखेरि यो 16 बिटको मात्र छ नि त स्टोरेज। त्यही कारणले VRA मात्र आयो, त्योभन्दा मुनिको आएन। अब मैले मुनिको लाइन चाहियो भनेर केले भनेको छु 10 लेख्नुपर्छ। जस्तै कि मैले यहाँ न्यू लाइनलाई सपोज मैले यहाँ न्यू लाइनलाई DB10 दिएँ भने एक्जिक्युट गरिसकेपछि यसलाई MOV RX1 MOV RDI1 MOV RESI लाई गर्ने न्यू लाइन 1 SS कल। अब चाहिँ तल आएन न्यू लाइन भयो। किन भन्दाखेरि 16 बिटलाई मात्र यसले गर्छ भने त यति मैले सपोज यसलाई तल राख्दै है त। तल राख्यो भने के भयो मैले बुझाउन खोजेको है त। यो ./16 बिटलाई मात्र आउँछ के 16 बिट। यदि मैले यो 16 बिटलाई सपोज कि मैले 20 राखिदिएको थिएँ ल 20 बाइट यो भयो आयो नि। अलिकति एक्स्ट्रा वर्ड आएन। 16 भनेपछि 70 18 20 जति बिट छ त्यो अनुसारको राख्नु हो। अब यहाँ बुझाउँछु। 2 ले ओपन गर्यो सुरुमा, अनि 0 ले रिड गर्यो, 1 ले राइट गर्यो, अनि 1 ले फेरि न्यू लाइनलाई राइट गर्यो। जस्तै यो रजिस्टरमा चाहिँ 2 ले ओपन गरेको सुरुमा रजिस्टरलाई पठायो, अनि रजिस्टरलाई पठाएपछि कुन फाइलमा कहाँको वेयर डाटा कहाँ छ भन्दाखेरि RDI ले चाहिँ त्यो फाइलमा यो फाइलको नेम यहाँ मैले भेरिएबल दिएको छु। यो यसमा एजाइन भएर चाहिँ यो फाइललाई मैले नाम दिएर RDI ले लग्यो। अनि जस्तै 0 भयो होइन। 0 जस्तै रिडलाई मात्र गर्यो कि अहिले चाहिँ। जस्तै कि अब 057 यो RSI को काम चाहिँ के हुन्छ कुन डाटा
जस्तै वेट डाटा भनेर चाहिँ यो भने चाहिँ वाट डाटा भनेर चाहिँ आरएसएलले गर्ने काम गर्यो क्या। अनि जुन आएको छ फाइलमा भएको चाहिँ त्यो चाहिँ आरएक्समा आएर बसेर मैले आर12मा फेरि यसलाई यो मुभ गराएँ। अब सपोज त्यसमा डाटै छैन अरे, अब यसमा डाटै छैन अरे। ल मैले यो सबै डाटालाई 0 पारिदिनँ। अब यसमा डाटै छैन, त्यसमा डाटै नभएको केसमा त स्योरली यो त हुँदैन, 0 आएन। अब मैले के राखिदिन्छु भने नि, जस्तै कम्पेयर गरेँ आरएक्स, यति सपोज आरएक्स 0 छ अरे होइन भने यति ल, जस्तै कि एक्जिटमै पठाइदिउँ न त। ल यति यो 0 छ भने चाहिँ एक्जिटमै जाओस् होइन त, एक्जिटमै जाओस्। EXIT एक्जिटमै जाओस् त होइन। यसलाई मैले एक्जिटै गराएँ। डाइरेक्ट एक्जिट गराउनु भन्दा नि केही मेसेज इरोर, ल सपोज है इरोर हो नि त भनेर एउटा सर्ट सानो सर्टकटमा आए त दामी हुन्छ नि त हेर्दा पनि होइन। यो कति एक्जिस्टिङ एआईले सबैले दिइरहेको छ यहीँ सर्ट। ल मैले चाहिँ यसमा एमओभी मुभ आरएक्स 1 मुभ आरडिआईमा 1 मुभ आर यसैमा इआरआर इरोर मुभ आरडिएक्समा इआरआर एसवाइएस। अब हेरौँ है त कति इरोर मेसेज यति फाइल मैले यहाँ 0 पारिदिएको छु। यहाँ कुनै फाइलमा केही नि लेखेकै छुइनँ है त। मैले के अब यसमा के आउटपुट आउँछ भने सेल्फ आरएक्स लेस देन 0 भन्दा एक्जिक्युट किन भएन डिबग गर्नु पऱ्यो है त। डिबग जति गऱ्यो त्यति राम्रो। लेस देन ओपन छ आरएक्स आरटिएक्स मैले चाहिँ खासमा इरोर मेसेज लिएर आउन खोजेको थिएँ क्या। क्लियर क्याचेस भएर पनि हुनसक्छ। एसएलएफ सेल्फ .asm -o self -o ld self -o -o self ./self किन इरोर आएन? त्यो लेस देन अर इक्वल टू भनेर हाल्नु नि त। लेस देन इक्वल टू, लेस देन त होइन नि त 0 त साँच्चै त होइन। लेस देन त होइन। दिएन सिधै एक्जिटबाट यो यहाँ रन भइरहेको छ। किन यहाँसम्म दिएन हौ? एक्चुली यहाँ आरएक्स
System call move areas. Kine 0 less than x to file 0 to 10. यसले डाइरेक्ट एक्चुअली 10 नहालिकन गरौँ है क्या के मेसेज इरोर मेसेज चाहिँ प्रिन्ट भइरहेको छैन हैन इरोर मेसेज प्रिन्ट भइरहेको छैन ठिकै छ त सबै ठिकै छ किन यसलाई प्रिन्टै गर्न दिएन इरोर स्ल्यास मेसेज चाहिँ यहाँ आइपुगेन किन 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 सबै ठिकै छ डाटाबेस मिस्टेक भयो यसलाई दिने रे किन फाइल इज एम्प्टी भन्दाखेरि किन आउटपुट आएन सरी यो अगाडि नै फाइल रिड भइरहेको नि त होइन रिड आर्टिकल रिड डाटा यहाँ रिड गऱ्यो नि त होइन अब चाहिँ आरएक्समा यसले ओपन यसले रिड गर्यो 0 भनेपछि आरएक्सले यहाँ रिड गर्यो यहाँ चाहिँ हुन्छ जस्तै कम्पेयरमा अब आरएक्स चाहिँ 0 सँग लेस देन कि इक्वल छ भने अब चाहिँ इरोर चाहिँ एक्जिट हुनु पर्यो भनेर चाहिँ हामीले सुनाउनु आरएक्स
फेरि एकचोटि लास्ट ट्राई हाल्नु त कति हुँदो रहेछ बल्ल इरोर मेसेज आयो होइन। अब यसलाई अर्को नेक्स्ट लाइनमा बनाउनु 0 भएर चाहिँ नेक्स्ट लाइनमा आयो 10 राखेपछि न्यू लाइन जस्तो अघि चाहिँ मैले यहाँ प्रिन्ट गराउन खोजिरहेको थिएँ नि त एक्जिटमै यहीँ, तर के रहेछ भने जस्तो कि यो टूले ओपन गरिसकेपछि सुरुमै फाइल रिड गरेको हुँदैन रहेछ कि, त्यही कारणले सिधै यहाँ होइन सिधै यसलाई नै जम्प गराएको रहेछ। अब यति यसले अब टूबाट चाहिँ ओपन भइसकेपछि फाइल यति अब केही नि भ्यालु नै छैन भने त सिधै एक्जिक्युट गरिदिइहाल्यो। यदि भ्यालु छ भने चाहिँ यसमा सेन्ड हान्ने हो होइन। अब यसमा सेन्ड हानिसकेपछि चाहिँ अब यो 0ले रिड गर्ने काम गर्यो, यो रजिस्टरमा चाहिँ 0ले रिड गरेर आएको छ कुन फाइलमा, कुन फाइललाई, यो फाइललाई। अनि त्यो फाइललाई यदि अब चाहिँ यहाँ रिड गरिसकेपछि यदि त्यो फाइल चाहिँ भित्रको भ्यालुहरू लेस देन 0 छ भने, यदि लेस देन 0 छ भने चाहिँ जम्प गर इरो डट एक्जिटमा भनिरहेको छैन। इरो डट एक्जिटमा जम्प गरेपछि यहाँ गयो। अब यहाँ गइसकिसकेपछि चाहिँ अब इरोरमा के भनेर हालेको छु मैले, इरोर मेसेज, अनि त्यसपछि इरोरको यो लेन्थ कति छ, लेन्थ इरोरको लेन्थ यति बाइटमा छ कि हामीले डाइरेक्ट यसरी बाइट डिक्लेयर गर्नु पर्यो डिबी10। अब यदि मैले यो इक्यू अनि डलर साइन र यो हाइफन दिएपछि यसले चाहिँ के गर्ने काम गर्छ भने अब यसमा जति लाग्ने छ बाइट त्यति मात्रै यसले लिन्छ, त्योभन्दा धेरै पनि लिँदैन कम पनि लिँदैन हो। त्यही कारणले यो यसरी यसको बाइट अब 1ले एक्जिक्युट आरएक्स एक्जिक्युट गरिगएर आरडिएले यो डेस्टिनेसन इन्डेक्स, यो सोर्स इन्डेक्स, यो एकुमुलेटर भयो। अनि अब मुभ 60ले के गर्ने काम गर्छ भने एक्जिक्युट गर्ने काम गर्छ। अनि एक्सओआरले जस्तै एक्सओआर भनेको चाहिँ त्यो हाम्रो कोड जस्तै भयो कि, जस्तै त्यो सर्किट हामीले पढेको छौँ नि, जस्तै ट्रु फल्स 0 र 1को फर्ममा के, जस्तै एन्डमा के हुन्छ 1 मल्टिप्लाई गरेर 1, 0 मल्टिप्लाई गरेर 0, 1 0 मल्टिप्लाई गरेर 0, 0 1 मल्टिप्लाई गरेर 0। अब एक्सओआर भनेको चाहिँ त्यही कन्सेप्टमा बनेको कि यसले चाहिँ एक्सओआर आरडिआई भनेपछि यसले चाहिँ आरडिआईलाई 0 बनाउने काम गर्छ। एउटै टर्म छ भने चाहिँ 0, एउटै टर्म छ भने चाहिँ यसले 0 बनाउने काम गर्छ। र गाइज यति नै होइन, भिडियो मन पर्यो भने चाहिँ लाइक, अनि अरू साथीहरूलाई पनि एसेम्बली ल्याङ्ग्वेज पढ्नुपर्छ भनेर यसरी नै कन्भिन्स दिएर चाहिँ सेयर गरिदिनु होइन। भिडियो मन पर्यो भने सब्सक्राइब पनि ठोकिदिनु होला।